नमस्कार साथीहरू, म दिनेश विश्वकर्मा। हामी सबैलाई थाहा छ नेपाल जडीबुटीको खानी हो, तर त्यस पछाडि लुकेको पीडा कसैलाई थाहा छैन। के तपाईलाई थाहा छ जुन औषधि तपाईले महँगो मूल्यमा किनेर ल्याउनुहुन्छ नि, त्यो औषधिमा प्रयोग हुने धेरै जडीबुटीहरू हाम्रै देश नेपालको जङ्गलमा उम्रिएका हुन्छन्। नेपाल जहाँ हावामा औषधि छ, माटोमा चमत्कार छ अनि वन जङ्गलमा जीवन बचाउने शक्ति छ, के हामीले त्यो शक्तिलाई चिन्न सकेका छौं त? बिल्कुल छैनौं। नेपालमा करिब 7000 भन्दा बढी प्रजातिका वनस्पतिहरू छन्, जसमध्ये 700 भन्दा बढी जडीबुटीहरू औषधियुक्त छन्, तर प्रयोग भने हामीले 10% मात्र गरिरहेका छौं। जटामसी निन्द्रा र मानसिक शान्तिका लागि प्रयोग गरिन्छ, चिराइतो ज्वरो र इम्युनिटीका लागि प्रयोग गरिन्छ, यार्सागुम्बा विश्वको सबैभन्दा महँगो प्राकृतिक जडीबुटी हो। विडम्बना के छ भने अझै पनि हामीले यी सम्पत्तिहरू गाउँका बुढापाकाको भरमा छोडेका छौं। परम्परागत रूपले प्रयोग गर्दा यी सम्पत्तिहरू जङ्गलमा गुम्दै गइरहेका छन्। हाम्रा बाजे बजुराहरू वैद्य थिए, जङ्गल जान्थे, जडीबुटी टिपेर ल्याउँथे, तेल बनाउँथे, काढा पकाउँथे। उनीहरूको ज्ञान पुस्ताबाट पुस्तौसम्म मौखिक रूपमा बग्ने गर्थ्यो, तर त्यो ज्ञान पुस्तान्तर नहुँदा हराउँदै गएको छ। त्यो ज्ञान न त स्कुलमा पढाइन्छ, न त सरकारले संरक्षणमा नै राखेको छ। गुर्जो, तुलसी, एस्टिमधु जस्ता जडीबुटीहरूमा रोग प्रतिघातक शक्ति छ, जुन आजभोलिको आधुनिक औषधिमा पनि प्रयोग गरिन्छ। नेपाल जडीबुटीको खानी हो, के हामीले त्यसको सदुपयोग गर्न सकेका छौं? विश्व बजारमा नेपालबाट मात्र अरबौंको जडीबुटी जान्छ, तर नेपालका किसानहरू भने अझै पनि घाटामा छन्। उदाहरणका लागि नेपालबाट 2 अर्बको कच्चा जडीबुटी विदेश पठाइन्छ। विदेशमा प्रोसेसिङ र ब्रान्डिङ गरेर त्यही जडीबुटी 20 अर्बमा फेरि फर्काइन्छ। दुःखको कुरा, हाम्रै देशको माटोमा उम्रिएको जडीबुटी विदेशमा अरबौंको कारोबार गरिरहेको छ। आज पनि नेपालका किसानहरूले आफ्नै जडीबुटीको मूल्य निर्धारण गर्न सक्दैनन्। साना साना व्यापारीको भरोसामा जङ्गल जान्छन्, बिना सुरक्षा नै जडीबुटी टिपेर ल्याउँछन् र कम मूल्यमा बेच्न बाध्य हुन्छन्। 7 दशक बितिसक्यो, तर नीति छैन, अनुसन्धान छैन, अझै पनि संरक्षित क्षेत्रहरू छैनन्। तर यो कहानी यतिमै सकिँदैन। विश्वको अनमोल जैविक विविधता हामीसँग छ, परम्परागत ज्ञान हामीसँग छ, आधुनिक विज्ञान हामीसँग छ, तर हामीलाई चाहिएको छ संरक्षण, अनुसन्धान र व्यावसायीकरण। यदि हामीले सही ढङ्गले योजना बनायौं भने नेपाल जडीबुटी निर्यात गर्ने र अरबौं डलर कमाउने उद्योग बन्न सक्छ। जङ्गल बचाउने, ज्ञान बचाउने र नेपालीहरूलाई रोजगारी दिने बाटो बन्न सक्छ। नेपाल हिमालयको देश मात्र होइन, जडीबुटीको खानी पनि हो। हामीले यो सम्पत्तिलाई जोगाउन सक्छौं यदि समयमा आँखा खोल्यौं भने र चुप लाग्नुको साटो आवाज उठायौं भने। यो सम्पत्ति जोगाउने कि गुमाउने भन्ने कुरा हाम्रै हातमा छ। अब निर्णय तपाईको हो, हाम्रो हो। भिडियो मन परे लाइक, शेयर र मनमा लागेका कुराहरू कमेन्ट गर्न नबिर्सिनु होला। हस्त, धन्यवाद।